सबैलाई नमस्ते। आज मेरो युट्युब च्यानलमा मैले चाहिँ एमएस वर्ड कसरी सुरु गर्ने भनेर एमएस वर्डको एकदम बेसिक कुराहरू भन्दैछु। यदि तपाईँहरूलाई माइक्रोसफ्ट अफिस वर्ड खासै चलाउन आउँदैन भने यो चाहिँ भिडियो तपाईँहरूको लागि एकदमै युजफुल हुनेछ है। फर्स्टमा चाहिँ हामीसँग कम्प्युटर या ल्यापटपमा गएर माइक्रोसफ्ट अफिस वर्ड छ कि छैन सर्च गरौँ। यदि छैन भने चाहिँ कम्प्युटर पसलमा या साइबरतिर गएर हाल्न सक्नुहुनेछ है। छ भने चाहिँ हामीसँग यहाँ यो सर्च बार यहाँ माउस देख्न सक्नुहुन्छ। मैले माउसलाई यताउता सार्दाखेरि यहाँ यो आएको छैन, क्रसर जस्तो आएको छैन होइन। यसले मैले यहाँ क्लिक गरेँ। यो चाहिँ के हो त, स्टार्ट बटन या सर्च बार या रन बार भनिरहेको हुन्छ। म यहाँ सर्च भनेको छ, यहाँ गएर सर्च गर्छु। के त मलाई वर्ड चाहिएको छ, म यहाँ गएर माइक्रोसफ्ट अफिस वर्ड भनेर सर्च गर्छु। डब्लुओ है, वर्ड टाइपमा भाषा हेर्नुहोस् त, यहाँ मेरो वर्ड आएको छ। यसलाई क्लिक गरेँ, तपाईँहरूको पनि त्यसरी नै आउँछ। मेरो 16 छ, 10 छ या कति छ आउन सक्छ। यसलाई मैले ओपन गरेँ है। यसलाई ओपन गरिसकेपछि यो त कि यस्तो आयो भने क्लिक गरेर कट गरिदिनु होला। अब यो चाहिँ कि डाइरेक्ट खुल्छ कि चाहिँ यहाँ चाहिँ ब्ल्याङ्क डकुमेन्ट भनेर आएको छ। ब्ल्याङ्क डकुमेन्ट चाहिँ मैले यहाँ क्लिक गरेँ। ब्ल्याङ्क डकुमेन्ट क्लिक गरेपछि यस्तो एउटा स्क्रिनमा यस्तो इन्टरफेस खुल्छ। यो इन्टरफेसमा यहाँ हेर्नुहोस् त, माथितिर केही नामहरू दिएको छ, बटनहरू यसरी, अनि यहाँ धेरै कुराहरू टेक्स्टकोहरू छ। फर्स्टमा यहाँ फाइल बटन छ। फाइल बटनमा क्लिक गऱ्यो भने यो फाइल बटन र अफिस बटन अलिक पुरानो छ भने चाहिँ अफिस बटन हुन्छ। फाइल र अफिस बटन एउटै हो। म फाइलमा गएर क्लिक गरेँ भने के अप्सनहरू आएको छ, इन्फर्मेसन छ, इन्फो छ, न्यू छ होइन, ओपन छ, सेभ, सेभ एज, प्रिन्ट। यस्तो हामीलाई चाहियो भने प्रिन्ट गर्नु पऱ्यो, नयाँ न्यू यो पुरै डकुमेन्ट नै नयाँ लिनु पऱ्यो भने होइन, ओपन गरेर इमेज या अरू फाइलहरू ल्याउनु पऱ्यो भने, सेभ गर्नु पऱ्यो भने। अब सेभ गर्दा चाहिँ कस्तो हुन्छ भने नयाँ पहिला सेभ गर्दा फर्स्टचोटि सेभ गर्दाखेरि चाहिँ सेभ या जे गरे पनि एउटै हुन्छ। अनि त्यसमा कन्ट्रोल एस गर्ने वा यहाँ आएर क्लिक गरिदियो भने सेभ हुँदै जान्छ, त्यही नाममा थपिन्छ। फेरि नाम चेन्ज गर्नु पऱ्यो भने चाहिँ सेभ एज गर्ने हो। प्रिन्ट गर्नलाई यहाँ आएर क्लिक गर्नु सक्छ, सेयर छ। यो बिस्तारै अरू भन्दै जाउँला, म ब्याक गरेर फेरि यहाँ यो फाइल बटन हो, यसलाई चाहिँ होम ट्याब बटन भन्छ। यहाँ होम बटन छ, इन्सर्ट बटन छ, डिजाइन छ, लेआउट छ होइन। त्यसरी यहाँ अरू अप्सनहरू पनि छ। फर्स्टमा हाम्रो यो लेआउट, पेज लेआउट पनि हुन्छ। 10 भर्सन एमएस वर्डको 10 भर्सन चलाइरहनु भएको छ भने चाहिँ यहाँ के हुन्छ त, पेज लेआउट हुन्छ। अलिकति त्योभन्दा माथि अपडेट हुँदै जाँदाखेरि लेआउट हुन्छ। यो होम बटनमा क्लिक गर्नुभयो भने यहाँ के छ त, फन्ट हो। यो एरिया छ नि, यो माउस मैले यहाँ लिएर आएको, यो यति एरिया चाहिँ यति पुरै यो पार्ट चाहिँ फन्टको लागि हो। यति यो पार्ट चाहिँ फन्टको लागि। यहाँ गएर तपाईँ फर्स्टमा फन्टको टाइपहरू लिन सक्नुहुन्छ। कुन फन्टमा हामी टाइप गर्दैछौँ, नर्मल टाइप गर्ने भने चाहिँ यहाँ क्यालिबरी छ, एरियल छ, अरू अरू नर्मल फन्टहरू छ। तपाईँले यहाँबाट लिन सक्नुहुन्छ। अलिकति स्टाइलिस फन्टहरू पनि यहीँ छ। तपाईँलाई कुन फन्टमा टाइप गर्नुभयो, नर्मललाई त अब यो हामीले, म चाहिँ धेरै एरियल युज गर्छु है। अब यहाँ गएर यो फन्टको साइज हो, यहाँ गएर अटोमेटिक चाहिएको साइजसँग अङ्क हान्न सक्यो। यो यतापट्टिको यो छ नि, योसँग यसले क्लिक गर्दै गयो भने बढ्दै नि जान्छ, यसले डाउन हान्दै गयो भने घट्दै नि जान्छ होइन। मैले यहाँ एरियल नै लिएँ, यसलाई चाहिँ यसरी बढाउँछु। अब यो फन्टकै तल बी छ, यो भनेको बोल्ड हो। यसलाई क्लिक गर्नुभयो र यहाँ नर्मली हामीले टाइप गऱ्यो भने यसरी बाक्लो आउँछ भने अब यसलाई फेरि क्लिक गऱ्यो भने नर्मल हुन्छ है। अन्डरलाइन चाहियो भने अन्डरलाइन दिन सक्नुहुन्छ। युमा क्लिक गर्नु, चाहिएन भने फेरि यहीँ गर्नु पऱ्यो है। अब यहाँ स्क्वायर अप्सन गरेर लानु पऱ्यो भने डाउन लानु पऱ्यो, या ए स्क्वायर प्लस बी स्क्वायर बनाउनु पऱ्यो भने जस्तो ए टाइप गऱ्यो, टू टाइप गऱ्यो, टूलाई चाहिँ हामीले क्लिक गरेर यो स्क्वायर लान सकिन्छ। यो फन्टहरू भयो। यदि तपाईँले यहाँ टेक्स्टहरू टाइप गरिसक्नु भएको छ भने चाहिँ त्यसलाई सिलेक्ट गरेर सबै अप्पर केस हो कि स्मल केस हो कि होइन, यसरी बनाउन सकिन्छ यो एरिया फन्टको। अब यहाँ चाहिँ यो चाहिँ हाइलाइट कलर हो, जस्तो कि यसलाई मैले यहाँ क्लिक गरेर हाइलाइट गर्न सक्छु है। यहाँ क्लिक गऱ्यो भने हाइलाइट अर्छ कि त सिलेक्ट गरेको हुनु पऱ्यो फेरि होइन, सिलेक्ट गरेको हुनु पऱ्यो। अब यो चाहिँ टेक्स्टको कलर हो, टेक्स्टको कलर पनि तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। यो चाहिँ पुरा फन्ट टाइप हो है। फन्टहरूको चाहिँ यो पार्ट हो। यतापट्टि छ प्याराग्राफको पार्ट, यहाँ चाहिँ तपाईँले बुलेटहरू ल्याउन सक्नुहुन्छ, जुन चाहिँ अगाडि सिम्बल जस्तो कि होइन, यसरी बुलेटहरू चाहिएको छ भने ल्याउन सकिन्छ। यतापट्टि सिरियल नम्बरहरू छ, नम्बर ल्याउन सकिन्छ अनि। अब यसले चाहिँ फर्स्टमा पेज टेक्स्टलाई हामीले फर्स्टमा राख्ने कि यो अलिकति यता सेन्टर छ नि, सेन्टरमा राख्ने कि लास्टमा राख्ने कि राइट साइडमा, यो छ। अब यसले चाहिँ सेन्टेन्सहरूलाई एकदम स्केलमा बराबर दुईपट्टि यो साइड र यो साइडको स्केलहरू सिधा बराबर बनाएर लान मिल्छ। सँगै हामीसँग के छ त, यो फिल बर्डर फिल गर्नेहरू छ। पछि हामीले टेबल लिएर आउँदाखेरि चाहिँ यहाँ टेबल अल फिल गर्ने कि माथि टाइटल मात्र लिने कि यस्तै छ है त। यो हामी पछि भन्छु म। यो भिडियो अहिले बेसिक पार्टको लागि मात्र बनिरहेको छ। अब यति चाहिँ हाम्रो उसमा भयो। अब इन्सर्ट ट्याबमा के छ त भन्दा, इन्सर्ट ट्याबबाट चाहिँ हामीलाई पिक्चर चाहियो भने यहाँ गएर पिक्चरहरू ल्याउन सक्छौँ। यसरी गएर हाम्रो डिभाइसमा जहाँ छ त्यहाँबाट ल्याउन सकिन्छ होइन, इन्सर्टमा छ। अब यहाँ सेपहरू छ, सेपमा गएर तपाईँले चाहिएको सेप लिएर आएर ड्र गर्न सक्नुहुन्छ। जस्तो टेक्स्ट बक्स लिएर मैले यसरी राखेँ, यो टेक्स्ट बक्सभित्र हामीले केही लेख्नु पऱ्यो लेख्न सकिन्छ। यसलाई यताउता सार्न सकिन्छ, यो पोइन्टबाट यसरी तानेर बढाउन सकिन्छ। यसरी हामीले टेक्स्ट बक्सहरू लिएर आउन सक्छौँ है त। इन्सर्टमै अरू हेर्नु है त के छ, अहिले भनेको थियो टेबलहरू ल्याउन यहाँ सकिन्छ। यहाँ त्योभन्दा तल गएर इन्सर्टमा पनि गर्न सकिन्छ होइन, यसरी छ। अब तपाईँले अनलाइन पिक्चरहरू डाइरेक्ट लिएर आउन सक्नुहुन्छ। यहाँ गएर स्मार्ट आर्टबाट अलिअलि डिजाइनहरू यस्तो चार्ट चाहिएको छ भने यो पनि लिएर आउन सकिन्छ। यो छ है।
यो चाहिँ कहाँ त इन्सर्ट बटममै हुन्छ। पछि हामीलाई वर्ड आर्ट लिएर आउनु पऱ्यो भने यहाँबाट ल्याउन सकिन्छ होइन। यहाँ वर्ड आर्ट छ, यो वर्ड आर्ट हो नि त, यो वर्ड आर्ट यस्तो स्टाइलहरू ल्याउन सकिन्छ। सिम्बलहरू ल्याउनु पऱ्यो भने चाहिँ इन्सर्ट बटममै छ है यो सबै। इन्सर्ट बटममा गएर हामीले यहाँबाट सिम्बल चाहिएको ल्याउन सक्छ। मोर अप्सनमा गएर अझ धेरै यहाँबाट लिन सकिन्छ। यहाँ धेरै अप्सनहरू छ सिम्बलको है त। अब त्यसपछि यो डिजाइनमा हाम्रो अब हल्का टाइटल टेक्स्टहरूको डिजाइन छ। अनि के छ भन्दा वाटरमार्क, पेज कलरहरू गर्नु पऱ्यो भने पेज बोर्डर लिनु पऱ्यो भने होइन, पेज कलर चेन्ज गर्न सक्छ। यो चाहिँ पेज बोर्डर भयो। यहाँ छ लेआउट बटममा के छ त, लेआउट बटममा चाहिँ हामीले ल्यान्डस्केप र योहरू मिलाउनु पऱ्यो भने पेजको सेटिङ हुन्छ नि। नर्मली हामीले पेज लेआउट अथवा लेआउटमा, पेज लेआउट अथवा लेआउटमा दुइटै भनिदिन्छु। कुनैमा पेज लेआउटै हुन्छ, कुनमा चाहिँ लेआउट मात्र हुन्छ। हामीले यो पेजको सेटहरू मिलाउन सकिन्छ, पेज सेटअप गर्न सकिन्छ। मार्जिन छ, यो अनुसार तपाईँले पेजको मार्जिन राख्न सक्नुहुन्छ। यहाँ गएर प्रोटेक्टर ल्यान्डस्केप बनाउन सक्नुहुन्छ। यहाँबाट साइज पनि छ, अझ यहाँ साइज F4 होइन, F5 यो लिटर साइजहरू छ। अनि अब यहाँ कोलम भनेको छ, यो कोलममा चाहिँ अब तपाईँहरूले न्युजपेपरहरू पढ्नुभएको छ, न्युजपेपरमा चाहिँ एकै पेजमा 5-6वटा कोलमहरू बनाइरहेको हुन्छ नि होइन, त्यो तरिकाले चाहिँ बनाउन सकिन्छ। यहाँ मार्जिनहरू मिलाएको छ यसरी। आज मैले छोटो यो एमएस अबबाट यस च्यानलमा रेगुलर भिडियोहरू आउनेछ। यसो सपोर्ट गर्दै गर्नु होला च्यानललाई। अनि भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न पनि नबिर्सिनु। माइक्रोसफ्ट अफिस वर्डको पुरा कोर्स नै म यो भिडियोमा राख्नेछु। त्यसपछि एक्सेल अरू पनि आउँदै जानेछ है त। त्यहाँसम्मलाई यसो सपोर्ट गर्दै गर्नु होला। नेक्स्ट भिडियोमा फेरि भेटौँला है त। नमस्ते।